सबै हिसाबले बालेन र रविको चर्चा हुने गर्छ, खास गरी दुईजनामा कसले नेतृत्व गर्ने भन्ने खालको। तपाईँलाई के लाग्छ यी दुईमा चाहिँ वास्तवमै जनताको प्रतिनिधि चाहिँ को चाहिँ हुन सक्ला, को चाहिँ हो जस्तो लाग्छ तपाईँलाई चाहिँ? त्यो त देखियो त, धेरै फरक रहेछ त किशोरजी। रवि लामिछानेलाई जस्तो विभिन्न हुने काण्डै काण्ड यति धेरै अदालत होइन, यति धेरै जेल कारागार डुलाउने यहाँ हो भएको भएदेखि नै डिमोलाइज भएर बालन शाह यसमा पोलिटिक्स गर्दैन गर्न हिँडिसक्थ्यो। तर आज पनि रवि लामिछानेको हिजोको अनुहारमा चमक थियो, मुस्कान थियो। मान्छेको थोरै पनि निराशा छैन यहाँ, हुन्छ नि। रवि लामिछानेको इतिहास जनताको फेस गरेर जनताको बिचमा गएर तल्लो तहबाट उठेको मान्छे हो। बालन शाह के हो भने जनताको फेसै नगरिकन स्टाटसको भरमा अड्डा स्टाटस हालेर अहिलेको युवाहरूको जनसमर्थन पाएको व्यक्ति। यदि बालन शाहको ठाउँमा रवि लामिछाने हुन्थ्यो नि उनी सत्ता कब्जा गरिदिन्थे। त्यति हिम्मत छ रवि लामिछाने। त्यस्तो बेला पनि रवि लामिछाने हात हल्लाएर जनतालाई अभिवादन गर्दै निस्किए बाहिर। तर बालन शाह एक पटक पनि बाहिर निस्किन, एक पटक पनि। त्यत्रा मान्छे मरेर गए, त्यत्रा घाइते छटपटाइरहेका छन् अस्पतालमा, एक पटक पनि न एउटा घाइतेलाई भेट्न गए उनी, न कुनै मृतक परिवारलाई भेट्न गए, न कुनै सान्त्वना दिन गए उनी। रवि लामिछाने सक्थ्यो नि त सुट्टा जेलबाट अरू भागे जसरी सुट्टा मान्छेलाई लिएर सट्टा हिँड्न सक्थ्यो नि त मास्क लगाएर। त्यो बिचमा उनी आँट लिएर हात हल्लाउँदै गए के उनी आन्दोलनकारीको बिचबाट। उनी बाहिर आएर पनि आफ्नो स्टेटमेन्ट दिए, भिडियो स्टेटमेन्ट दिए। तर बालन शाहले त्यो गर्न सक्दैन, किनभने बालन शाहले मेयरभन्दा माथि अहिलेसम्म सोचेको छैन। रवि लामिछाने हिजोको दिनमा प्रधानमन्त्री पद पनि त्यागेर लद्दाएर हिँडेको व्यक्ति हो। त्यो कारणले गर्दाखेरि तुलना हुँदैन। अहिले चाहिँ नेतृत्व क्षमताको